हेलो सबैजनालाई। मैले चाहिँ आज बनाउन लागेको लाछा परोठा। लाछा भन्छ कि गाछा भन्छ त्यो मलाई थाहा भएन हैन। यस्तो नि हुन्छ लाछा परोठा भनेर मलाई नभनिदिनु होला। यो चाहिँ मेरो फर्स्ट ट्राई थियो के। मलाई कस्तो अल्छी लागिरहेको थियो, अलिअलि सन्चो थिएन। अनि बनाउन केही पनि भनिरहेको थिएँ छोरीलाई खाजा। फेरि आएर मलाई के बनाइदिनु भयो खाजा भनेर सोधेपछि यो सजिलो पनि हुने छिटो पनि हुने भिडियोमा देख्दा त मिठै हुन्छ होला जस्तो लागेको थियो कि मलाई चाहिँ। अनि यो बनाउनुको मेरो यो मेन रिजन चाहिँ के थियो भने यसमा आलु नचाहिने रहेछ। विदाउट आलुको कस्तो पराठा बन्द रहेछ त ट्राई गरौँ न त भनेर हैन यसो ट्राई गरेको। बन्न त बनु राम्रै बनेको थियो हैन। मलाई चाहिँ फेरि आलु नहालेको भएर हैन कस्तो कस्तो लाग्यो के खाँदा चाहिँ के नमिलेको के को स्वाद नआएको जस्तो भएको कि। आलु चाहिँ मेरो किन यति धेरै फेभरेट बन्यो त्यो मलाई थाहा छैन हैन। तर त्यति साह्रै नमिठो पनि थिएन हैन। त्यो सफ्ट अनि क्रन्ची अनि पत्रै पत्रा भएको हुँदो रहेछ कि यो चाहिँ। ठिकै थियो, मिठै थियो। मेरो छोरीले त लगभग 4वटा त खाइदिएको थियो के। जे बनाएर दिए पनि खाने भएर चाहिँ मलाई उसलाई खाजा बनाउन चाहिँ एकदम जाँगर चल्छ के फेरि।